आज धान रोप्न गएको बेला आन्टीले यस्तो भन्नु होला भनेर मैले सोचेको पनि थिएन। सो हेलो साथीहरु, नमस्ते सबैजनालाई। वेलकम छ सबैलाई मेरो डे 9 मिनी भ्लगमा। साथीहरु, मलाई चाहिँ आज पेट दुखेर एकदम धेरै गाह्रो भएको थियो। मलाई चाहिँ पिरियड चलिरहेको छ, सो त्यसैले सो साथीहरु म चाहिँ अब पोछा लगाउँदै छु है। हाम्रो चाहिँ ग्यास सिद्धिसक्न लागेको रहेछ, सो म ग्यास सोध्न गएको, ग्यास पनि आउँदैन रहेछ है। फेरि पनि ग्यास बन्द भएको रहेछ। साथीहरु म चाहिँ कपडा धोएर छतमा कपडा सुकाउन गएको थिएँ। उता चाहिँ साथीहरु धान रोप्दै हुनुहुँदो रहेछ आन्टीहरुले। मलाई चाहिँ धान रोप्न यति धेरै दिनदेखि रहर लागिरहेको थियो, सो म चाहिँ जादै छु। उहाँहरुलाई मैले चिनेको थिएन, तर पनि म चाहिँ जादै छु धान रोप्नलाई। सो म चाहिँ आइसकेँ हैन। के भन्नु भइरहेको थियो कि म चाहिँ नचिनेको मान्छे हुने धान रोप्न जाँदैछु। सो यहाँ चाहिँ आन्टीहरूले एकदम राम्रोसँगले धान रोपिराख्नु भएको थियो। म पनि रोप्छु है आन्टी भनेको, हस् रोप नानी भन्नुभयो, त्यसैले म पनि धान रोप्दैछु। साथीहरूले चाहिँ मलाई तिम्रो घर कहाँ हो नानी भनेर सोध्नु भएको थियो। मैले पनि हाँस्दै भनिदिएँ मेरो घर चाहिँ रोल्पा हो, तर म आजभोलि यतातिर बस्छु भनेर। साथीहरू मैले चाहिँ धान फर्स्ट टाइम नै रोप्न लागेको थिएँ आज, एकदम रहर लागेको थियो। सो मैले फर्स्टमै भनेको कुरा चाहिँ अब भन्छु म। त्यहाँ चाहिँ मलाई एउटा आन्टीले तिमी त राम्री रहेछौ बोली चालीमा पनि, केसकी छोरी हो भन्नुभयो। सो मैले पनि डाङ्गीकी छोरी हो आन्टी भनिदिएँ। अनि आन्टीले त नानी अब तिमीलाई यतै बुहारी बनाएर राख्नुपर्छ भन्नुहुन्छ। काम पनि एकैछिनमा सिकिहाल्दै रहेछौ, कहिले नरोप्या मान्छेले पनि यस्तो राम्रो धान रोप्छौ, अब तिमीलाई त यतै बुहारी बनाउनु पर्छ भन्नुहुन्छ आन्टी चाहिँ। सो म चाहिँ एकछिन चाहिँ आन्टीलाई हेरेर हाँसेँ। सो त्यो चाहिँ एकदम हैन नसोचेको कुरा हैन, यस्तो हुँदैन। यसो रमाइलो गर्दियौँ जस्तै कुराकानी गर्दै गयौँ साथीहरू। अनि म चाहिँ धान पनि भट्टाभट रोप्दै गएँ। सो साथीहरू मैले चाहिँ अब धान रोप्दैछु है भट्टाभट है। कहिले पनि नरोपेको मान्छेले चाहिँ यतिको रोप्नु भनेको राम्रै कुरा हो। मैले साथीहरू टिकटकहरुमा हैन तेरो घर कता नेपालगञ्ज कि दाङतिर लात्तो भेट्ला साङतिर भन्ने टिकटक देखिराखेको थिएँ हैन। मलाई चाहिँ त्यही टिकटक बनाउन मन थियो हैन, तर के गर्नु साथीहरू त्यहाँ आन्टीहरू मात्रै हुनुहुन्थ्यो, त्यहाँहरुले लात्तीले हानेर ढाल्दिने हो भने त मलाई पत्तै मार्नुहुन्छ, त्यसैले मैले चाहिँ त्यो टिकटक बनाउन पाएन। तर पनि साथीहरू मैले चाहिँ धान रोपिराखेँ हैन, रोपे। अनि त्यसपछि एकदम धेरै थकाइ लाग्यो किनकि मलाई चाहिँ एकदम धेरै पेट पनि दुखिराखेको थियो। पेट दुखे पनि साथीहरू मैले चाहिँ धान रोप्न छाडिन। साथीहरू मैले भ्लग बनाउन थालेको पनि आज 9 दिन भइसक्यो है। मेरो भ्युज बढ्नुको साटो घटिराखेको छ। आजभोलि मेरो भिडियो आउने बित्तिकै सट माइतिर फालिदिनु भएको छ। 90 दिनको भ्लग च्यालेन्ज गरेको छु। भ्युज आओस् या नआओस् म चाहिँ 90 दिनसम्म भ्लग डेली हाल्नेवाला छु। सब मलाई लाग्छ म चाहिँ 90 दिनसम्म चाहिँ एकदम धेरै राम्रो भ्युज जाने छ। हजुरहरूलाई विश्वास लाग्दैन होला, मैले चाहिँ धान 1.5 घण्टासम्म रोपेको थिएँ। मैले चाहिँ उहाँहरूलाई चिनेको पनि थिएन, तर पनि मैले 1.5 घण्टासम्म धान रोप्दिएँ साथीहरू, ननस्टप है। खुट्टाको हालत पनि देख्न सक्नुहुन्छ यस्तो भएको थियो। सो म चाहिँ त्यही पनि एकदम खुसी छु है। अब चाहिँ म नुहाउन जाँदैछु साथीहरू। अब चाहिँ साथीहरू म नुहाएर पनि आइसकेँ। अनि देख्न सक्नुहुन्छ मेरो कपालको हालत यसै कहिले लामो हुने होला भन्ने लाग्छ मलाई। साथीहरू म चाहिँ आज एकदम धेरै थाकेको थिएँ, एकदम पेट दुखेर हैरान भएको थियो। सो आजको भ्लग पनि यति नै रहनेछ। बाइ साथीहरू, लभ यु अल, माया छ सबैलाई।